नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि फुच्ची पनि एकदम सन्चै छ। आई होप कि हजुरहरू पनि सम्पूर्ण सन्चै हुनुहुन्छ होला। सर्वप्रथम चाहिँ आज चाहिँ हाम्रो 2082 साल लागेको छ 81लाई छोडेर। सर्वप्रथम सम्पूर्णलाई म 2082 को चाहिँ एकदम हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र गएको दिनहरू जस्तो भए पनि आउँदै गरेको यो 82 को सालको दिनहरू चाहिँ हजुरहरूको सुखमय बितोस् यही भन्न चाहन्छु। अनि आजको हाम्रो 2082 को उपलक्ष्यमा चाहिँ हाम्रो 7 दिनको महायज्ञ लागेको छ र त्यहाँ चाहिँ यस्तो रमाइलो हुन्छ नि। अब त्यहाँको भजन प्रवचनमा यस्तो आई क्यान एक्सप्लेन। सो मेरो थम्बनेल हेरेर तपाईँहरूले थाहा पाइसक्नु भयो होला कि कस्तो रमाइलो हुन्छ भनेर। सो लेट्स सी हामी उता गएर चाहिँ त्यहाँ कस्तो छ वातावरण भनेर देखाउने छु। लेट्स सी हाम्रो त्यहाँको चाहिँ कस्तो के हुन्छ होइन, हेरौँ। रमाइलो चाहिँ हुन्छ, त्यहाँ कथा हुन्छ, प्रवचन हुन्छ, अनि भजन हुन्छ, एकदम रमाइलो हुन्छ। हेरौँ त्यहाँको कस्तो हुन्छ होइन। सो लेट्स सी म त्यहाँ गएर चाहिँ तपाईँहरूलाई देखाउने छु है। सो साथीहरू अब चाहिँ हामी त्यहाँ के भन्छ मायज्ञ भन्छ कि महायज्ञमा जाँदैछौँ होइन। हाम्रो 2082 को स्टार्टिङ चाहिँ हाम्रो महायज्ञदेखि हुँदैछ फर्स्ट डे होइन। सो डार्लिङहरू पनि जाँदैछन् हाम्रो क्युटी। तिमी त उता उता जान्छ त डार्लिङ। गाइस हामी सबैले ह्याप्पी न्यु इयर भनिसक्यो। अनि जे होस् हाम्रो के भन्छ नयाँ वर्षको 2082 चाहिँ एकदम राम्रो भइरहेछ। सांस्कृतिक रूपमा भइरहेछ, त्यही भएर रमाइलो भइरहेछ। अनि हामी जाने चाहिँ यति नै हो, तर त्यहाँ गए पनि धेरै हुन्छ। सो लेट्स सी हाम्रो डे कस्तो हुन्छ आज होइन। डार्लिङहरू यो त राधा पनि थियो आज होइन। के नै राधा नै त्यो के भन्छ गोपीहरू ओइ टीका लगाएर प्रुफ देखिरहेछ। जब बिहान हुन्छ रातभर सुत्न दिनु भयो नि तपाईँले खोकेर खोकेर के गर्नु त बाबु, दमेर च्यातेर छ। अब बाहिर जान सकिन। अब यतै पनि अबेर हुन्छ मेरो बारेमा चिन्तै छैन। एकैचोटि सन्चो हुन्छ त बा, बिस्तारै खाँदै जानुहोस् न सन्चो हुन्छ। ल्याइदिँदा पनि सुख छैन। बल्ला गरेर नानी आएकी थिए। ए बाबु यो के को औषधि हो हेर त हेर भनेर भनेको, तैँले निन्द्राको औषधि पो ल्याएर अब दुनियाँलाई कुरा लाउन थालिसक्नु है। बा बिरामी छन् भनेर दबाई ल्याइदिए। अब औषधि हेर्दै नानी भनेको मैले के कुरा लाएँ बाबु? दबाई त ल्याइदिएकै थियो त, एकैचोटि सन्चो हुन्छ त। खाँदै जाँदा बिस्तारै सन्चो हुने हो नि। दुनियाँलाई भनेर दबाई देखाएर सन्चो हुन्छ त। त्यहाँ हस्पिटलमा लगेर चेकचाक गरेँ, कतै मेरो रोग निको भइहाल्थ्यो कि भनेको, त्यो पनि तैँले वास्ता गरिनस्। अब म भ्याउँदिनँ त कतिखेर गरौँ। दबाई ल्याइदिएपछि खानुहोस् न सन्चो हुन्छ। ठिक छ मेरो बाबु, यो अवस्थामा तँलाई पनि बाबा धेरै हट्टीपुट्टी दिनु पर्दैन। खोकेको छ, खोकेको जता पाएको छ फुकेको छ। हेर यो फोहोर कसले सोध्छ यो? अब नझर्के चर्को आवाजले नझर्के, बरु मै स्वरूला। तैँले भाडो राखिदिएको भए म त्यही थुक्थेँ। अब सकिनँ, बाहिर जान सकिनँ, थुके नझर्के बाबु त। अझै नजरकी अझै मुखमा लाग्नुहुन्छ। भाडा राखिदिएकै थिएँ, एक ठाउँमा भाडा राख्यो अर्को ठाउँमा थुक्ने। अब भाडा त्यो भान्साको कुनामा राखेर हुन्छ? बा बिरामी छ भन्ने थाहा छैन तँलाई? अब मुखले ल्याएर राख्नु भाडा। तेरो बुढीले मेरो ख्याल राख्छ।
यो अवस्थामा मैले त्यो माइलो भाइलाई बोलाएको थिएँ, त्यो पनि कता गयो कता गयो। किन दुनियाँलाई बोलाउनु पर्यो त? म त आइहाल्थेँ त घरै घर। अनि तेरो बाबुलाई मैले मायाले समातेको थिएँ। तेरी बुढीले मेरो छोरालाई नसमान भनेर तानेर बच्चाको झगडा गरेर बाहिर गएपछि ठिकै त गरिस् त। यस्तो फुरी रोग सर्दैन बा? सानो बच्चा छ, छोरा रोग सर्छ नि। मैले के किटकिट गर्ने? एक किसिमले गर्दा मेरो श्रीमतीले माइत गएपछि छोडेर मलाई। मैले तेरो श्रीमतीलाई यो घर छोडेर जा भनेर माइत गएपछि छोडेर ससुरालमा पनि मेरो इज्जत गरिसक्यो आजभोलि। एक तपाईँको किसिमले गर्दाखेरि हो। एक गिलास तातो पानी देऊ। कैली हेला नगरो आमर बाबालाई, कैली हेला नगरो। उनको मन को पीले रामरो, उनको मन को पीले रामरो, खुशी जलाई दिन्छा आमर बाबालाई, कैली हेला नगरो आमर बाबालाई, कैली हेला नगरो। My God. यो थुलाई निकालिसक्यो भने के भयो? राम भयो कि भएन? अनि मथुरा विपरीतेन मध्यमाक्षरवर्जित यन्नाम यन्मुखे नास्ति, जुन नाम जसको मुखमा छैन तन्मुखे मध्यमाक्षर त्यसको मुखमा थु। Oh my आज भन्दा भरिन्छ जनगोली, राम्रो नाममा खोलेको जोली। आज भन्दा भरिन्छ जनगोली, आज भन्दा भरिन्छ जनगोली, आज भन्दा भरिन्छ जनगोली। जो सतगुरु के शरण पड़े उनको दुख सताते नहीं, जो सतगुरु के शरण में आए। जितना दिया। भगवानले वेणु बजाउँदा बित्तिकै सबैको मन लोभित हुँदथ्यो। बोल भक्तवत्सल भगवानको, श्री कृष्णचन्द्र भगवानको। अनि अब गोपिनीहरूले स्तुति गर्दै हुनुहुन्छ। गोपिनीहरूले भगवान श्री कृष्णलाई पुकार्दै हुनुहुन्छ। अनि गोपिनीहरूले एक स्वरमा गाउनु भएको त्यसलाई भनिन्छ गोपी गीत भनिन्छ। नमः शिवाय नमः शिवाय, हर हर बोले नमः शिवाय, ओम नमः शिवाय ओम नमः शिवाय, नमः शिवाय ओम नमः शिवाय, नमः शिवाय ओम नमः शिवाय। हरि बोले नमः शिवाय ओम नमः शिवाय, नमः शिवाय ओम नमः शिवाय,
महाराज कंसको आगमन हुँदैछ। स्वागत गरेको भाइ। महाराज गर्दैछन् बिस्तारै सन्देश। ले महाराज खेतारी बस्छु। यो स्वर्ण असर हो महाराज यो ग्रे गोल्ड हो महाराज। खेतारी बस्छु। अहिलेको लागि काम चलाउनु पर्यो भन्न। बस्न आउँदैन महाराज। ए चाउर महाराज के गर्नु? बस्नुहोस् महाराज भनेको के गरेर मैले महाराज बसी बक्सियोस् भने हो। अलि शिष्ट भाषा प्रयोग गर्नु। एकदम हाम्रो शिष्ट भाषा हो महाराज। बस्नुहोस्। अब दुर्गन्धित नलाग्छ। घी लगाइदियो महाराज। कहाँ कहे रे? हाँ घी लगाइदियो कहाँ बताइनु? कहाँ सुनते गाई महाराज कैसी लोग भूरी का बरका लगा होता है। अलि कंधा मालिश कर, कंधा मालिश। महाराज महाराज ले हजुरको पटरानीलाई। ठिक छ हजुर। सेक्युरिटी गार्ड। हस् महाराज। तपाईं जा। मैं फिर जाऊँ। अलि तल नै जाउँ महाराज। तेरो स्थान ऊंचा हो, तेरो स्थान ऊंचा हो। हाँ हाँ ठीक बा महाराज। तिमीहरू सन्चै छौ? सन्चै छ महाराज। महाराज हजुर महाराज। हाँ बताओ महाराज दुख्यो और दुखी महाराज जोरे से मारो। बाबा यसरी रात दिनुहोस्। आज तपाईँको मर्ने दिन छ। मर्ने दिन मेरो होइन, मैले तँलाई मार्नको लागि बोलाएको। बाबा कसले कसलाई मार्छ भन्ने कुरा युद्धपछि मात्र थाहा हुन्छ। तपाईँको अन्याय र अत्याचार यति हद बढिसकेको छ तपाईँलाई मैले संहारै गर्नुपर्ने अवस्था आइसकेको छ। सुन्नुहोस् आउनुहोस् युद्ध गरौँ। आउनुहोस् युद्ध गरौँ। अब भेट्छ राधा कुंद श्याम कुंद गोविंद बोलो
तपाईँहरूले देखिसक्नुभयो होला एकदम रमाइलो होइन, त्यहाँको भक्ति होइन, त्यहाँको भजन प्रवचन कथा, त्यहाँको झाँकीहरू यस्तो राम्रो छ नि। लाइफमा जे जस्तो भए पनि होइन हामीहरूले धर्म कर्ममा चाहिँ एकदमै ध्यान दिनुपर्छ होइन, किन भन्दाखेरि आफ्नो चरित्र र कर्मले थाहा हुन्छ कि यो मान्छे कस्तो छ, के छ, कुन व्यवहारको छ भनेर। फेरि पनि 2082को मङ्गलमय शुभकामना व्यक्त गर्दै खुसी ब्लग पनि अब एन्ड गर्छ, किन भन्दाखेरि धेरै राति भइसक्यो, 12 बजिसक्यो, त्यहाँबाट अहिले भर्खर आएको कि। सो अनि त्यही हो, तपाईँको जिन्दगीमा एकदम खुसियाली छ होस्, खुसिया होस् र मेरो जिन्दगीमा पनि खुसिया होस् भन्दै यतिकैमा मेरो ब्लग एन्ड गर्छु। सो लेट्स सी नेक्स्ट ब्लग।